हेलो नमस्कार। आज निवेदन कसरी लेख्न सकिन्छ त भन्ने विषयमा एक नमुना या उदाहरण ल्याएर तपाईहरु सामु प्रस्तुत भएको छु। निवेदन लेख्दा धेरै कुरा ख्यालमा राखी लेख्नुपर्छ र त्यसमध्ये एक पहिलोमा रहेको छ मिति। मिति पश्चात क्रमशः लेख्नुपर्छ श्री प्रधानाध्यापकज्यू अनि आफ्नो विद्यालयको नाम र आफू बस्ने ठेगाना अनि विषय रहेको छ कुन बारेमा लेख्ने भन्ने कुरा आउँछ यसमा चाहिँ। त्यसपश्चात महोदय लेख्ने। त्यसै अनुरूप अगाडि बढ्दै माथि विषयवस्तुमा जुन विषयवस्तु छ त्यही विषयवस्तु अनुसार तलको विषयलाई अगाडि बढाउन पर्छ। जस्तै यहाँ माथि बिरामी बिदा पाऊँ भन्ने सम्बन्धमा लेखेको छ। त्यसै अनुरूप सेवामा सविनय नम्र निवेदन लेख्नको खास कारण यो छ कि धेरै दिन पश्चात अनि आफूलाई के भएको छ त्यो सबै कुराहरुलाई यहाँ समेटेर लेख्न सकिन्छ। र अन्तमा उही आज्ञाकारी छात्र या छात्रा आफ्नो नाम, कक्षा, रोल नम्बर अनि सहीको पनि ख्याल गर्न पर्दछ। र यसरी एउटा सुन्दर र सान्दर्भिक निवेदनको निर्माण हुन्छ। धन्यवाद।